नमस्ते, म डाक्टर युवराज भुसाल, पेट, आन्द्रा, कलेजो तथा प्यानक्रियाज रोग विशेषज्ञ। आज हामी एक्युट पेनक्रियाटाइटिस अथवा प्यानक्रियाज भन्ने ग्रन्थि सुन्निने अवस्थाको बारेमा कुरा गर्न गइरहेका छौँ। एक्युट पेनक्रियाटाइटिस भन्नाले हाम्रो पाचन प्रणालीलाई एकदमै महत्त्वपूर्ण अङ्ग एउटा प्यानक्रियाज अथवा अग्नाशय त्यसलाई सुन्निने प्रक्रियालाई चाहिँ पेनक्रियाटाइटिस भन्ने गरिन्छ। यसका प्रमुख कारणहरूमा अत्याधिक मात्रामा रक्सी सेवन गर्ने र अर्को दोस्रो प्रमुख कारणमा चाहिँ पित्त नलीका ढुङ्गाहरू अथवा पित्त थैलीमा ढुङ्गा भइराख्ने बिरामीमा यो अवस्था चाहिँ आउन सक्नुहुन्छ। त्यसै गरी अरू धेरै जसो अवस्थामा नदेखिने कारणहरूमा धेरै मात्रामा यो कोलेस्ट्रोलको मात्रा जस्तो ट्राइग्लिसराइड भन्ने हुन्छ त्यसको अत्याधिक मात्रा जसमा 500 भन्दा बढी छ अथवा विशेष गरी 1000 भन्दा माथि चाहिँ ट्राइग्लिसराइड हुने अवस्थामा यो पेनक्रियाटाइटिस हुन सक्ने सम्भावना हुन्छ। त्यसै गरी अरू कारणहरूमध्ये क्याल्सियमको मात्रा अत्याधिक बढी हुने र अरू औषधिहरूको कारणले र त्यसै गरी इन्डोस्कोपी गर्ने विविध प्रक्रियाहरू हुन्छ जस्तो ERCPहरू त्यसमा पनि पेनक्रियाटाइटिस हुने गर्दछ। तर हामीले विशेष गरी सम्झिनुपर्ने प्रमुख दुई कारण चाहिँ अत्याधिक रक्सी सेवन र पित्त थैलीका अथवा पित्त नलीका ढुङ्गाहरू नै हुन्। सो पेनक्रियाटाइटिस भएको बिरामीलाई कस्तो लक्षणहरू आउँछन् त? पेनक्रियाटाइटिस भएको अवस्थामा पेटको माथिल्लो भागमा जुन करमको बीचको भाग हुन्छ त्यो भागमा चाहिँ एकदमै दुखाइ हुने, जुन दुखाइ चाहिँ अहिलेसम्मको जीवनमा भोगेको सबैभन्दा बढी दुखाइ जस्तो हुन सक्छ र त्यो दुखाइ चाहिँ पछाडि ढाडतिर पनि सरेर जाने खालको चाहिँ हुन सक्छ। र कोही कोही बिरामीलाई वाक लाग्ने अथवा उल्टी नै हुने, पेट फुल्लिँदै जाने त्यस्तो पनि हुन सक्दछ। र यो पेनक्रियाटाइटिस कसरी पत्ता लगाउनु त भन्दा तुरुन्त अस्पताल गएर त्यो अवस्थामा भिडियो एक्सरे अथवा कुनै कुनै अवस्थामा सिटी स्क्यान र रगतको जाँचहरू लाइपेज भन्ने एउटा इन्जाइम हुन्छ जुन त्यो तत्त्व निकालेको हुन्छ पेनक्रियासले त्यसको जाँच गरिसकेपछि चाहिँ पत्ता लगाउन सकिन्छ। र पेनक्रियाटाइटिस हुन नदिन के गर्ने त भन्दाखेरि रोकथामको उपायहरूमा रक्सी सेवन बन्द गर्ने, सिगरेट नपिउने, त्यसै गरी पित्तको समस्याहरू छ पहिलेदेखि नै थाहा भइरहेको छ त्यसको समयमा नै उपचार गर्ने र औषधिहरू आफै लिएर जस्तो पसलमा गएर औषधि पसलमा गएर आफै औषधिहरू खाने काम चाहिँ गर्नु पाएन। र यसो गरियो भने चाहिँ पेनक्रियासलाई स्वस्थ राख्न पनि सकिन्छ र भविष्यमा त्यसको खालको समस्याहरू पनि नआउने हुन्छ।